दर्शकबिन नमस्कार। इहुन चलचित्रबाट लाखौं पैसा कमाउने कलाकारहरू एकै चलचित्रबाट 40 देखि 50 लाख पारिश्रमिक लिन्छन् रे माग्ने बुढा। कुन कलाकार कति पारिश्रमिक लिन्छन् हो आज हामी यसै विषयमा कुरा गर्नेछौँ। भिडियोलाई अन्त्यमसम्म हेर्नुहोला, सुनस पाउनुहुनेछ। आउनुहोस् दर्शकबिन, अब ढिला नगरिकन आजको भिडियोतर्फ लागौं। नम्बर 8 सौगात मल्ल। दर्शकबिन आजको हाम्रो लिस्टको 8औं स्थानमा छन् भर्सटाइल एक्टर सौगात मल्ल। विक्रम सम्वत 2033 जेठ 27 गते नवलपरासीमा जन्मेका सौगात 46 वर्षका छन्। उनले सन् 1998 आजभन्दा 24 वर्ष पहिले रिलिज भएको रणभूमि चलचित्रबाट पहिलोचोटि क्यामेरा फेस गरेका थिए। त्यो चलचित्रमा उनलाई सामान्य रोल मात्रै दिएको थियो। तर सौगात मल्ल आफ्नो डेब्यू मुभी कागबेनीलाई मान्ने गर्छन्, किनकि त्यो मुभीमा उनी मेन एक्टरको भूमिकामा थिए। जब सौगात मल्लको लुट 2 चलचित्र आयो, त्यसपछि सौगातले एकाएक चर्चा पाउन थाले। त्यो चलचित्रमा उनलाई हाक्कु कालीको रोल दिएको थियो। उनले बोलेको बल होइन पासा दिमाग लगा दिमाग भन्ने डायलग अझै पनि हिट छ। लुट चलचित्र पछिका उनका सफल चलचित्रहरूमा छट्के, कबड्डी कबड्डी, लुकामारी, लुट 2, फाटेको जुत्ता आदि पर्छन्। सौगात मल्ल कति पारिश्रमिक लिन्छन् त एक चलचित्रमा अभिनय गरे बापत? हुन त उनी फिल्म हेरी पारिश्रमिक लिन्छन्, तर उनी अधिकांश रूपमा एक फिल्मबाट 10 लाख भन्दा धेरै पारिश्रमिक लिने गर्छन्। नम्बर 7 विपिन कार्की। धेरै पैसा कमाउने कलाकार मध्ये 7औं स्थानमा छन् विपिन कार्की। विक्रम सम्वत 2039 भदौ 5 गते मोरुङमा जन्मेका विपिन कार्की 39 वर्षका छन्। सानो उमेरमा रङ्गमञ्चमा अभिनय गर्थे विपिन कार्की। उनले त्यहीँदेखि आफ्नो करियर सुरु गरेका थिए। सन् 2012 मा लुट चलचित्रबाट विपिन कार्कीले डेब्यू गरेका हुन्। उनको डेब्यू फिल्म नै निकै सफल भएको थियो। लुट चलचित्रले 5 करोड 20 लाख कमाएको थियो। लुट चलचित्रदेखि आजसम्म विपिन कार्कीले 16वटा चलचित्रमा अभिनय गरेका छन्। भिन्नै चलचित्र भिन्नै अवतारमा जीवन्त अभिनय गर्ने कलाकारमा पर्छन् विपिन कार्की। उनले पशुपति प्रसाद चलचित्रबाट बेस्ट एक्टरको अवार्ड समेत पाएका थिए, साथै थप 11वटा अवार्ड पनि पाएका छन्। उनका सफल चलचित्रमा लुट, पशुपति प्रसाद, जात्रै जात्रा, लुट 2, प्रसाद आदि पर्छन्। कति पारिश्रमिक लिन्छन् त विपिन कार्की एक चलचित्रबाट? दर्शकबिन, विपिन कार्कीले लिने पारिश्रमिक 15 लाख भन्दा धेरै हुने गर्छ। नम्बर 6 दयाहाङ राई। विक्रम सम्वत 2037 वैशाख 1 गते भोजपुरमा जन्मिएका दयाहाङ राई 42 वर्षका छन्। उनी सानैदेखि नाटक हेर्थे र नाटक लेख्न निकै रुचाउँथे। विक्रम सम्वत 2052 सालमा काठमाडौँ आए। घरमा विदेश जान्छु भनेर काठमाडौँ आएका हुन् दयाहाङ राई, किनकि विदेश जान्छु भन्दा बाआमाले पनि सजिलैसँग मान्थे। 1-2 वर्ष काठमाडौँ आए, सङ्घर्ष गरे, फेरि घर फर्किए र 2055 सालमा एसएलसी पास गरे। एसएलसी पछि उनले रत्न राज्य क्याम्पसमा पत्रकारिता विषय अध्ययन गरेका हुन्। सानैदेखि कलाकार बन्ने इच्छा भएकाले 2060 सालतिर कलाकारिता सिक्नको लागि एक्टर स्टुडियोमा भर्ना भए। दयाहाङ राई फिल्ममा काम गर्नुभन्दा पहिले दलन, हाम्रो टिम भन्ने टेलिश्रृङ्खलामा काम गर्थे। केही वर्ष टेलिश्रृङ्खलामै काम गरे दयाहाङ राईले। उनले अनागरिक फिल्मबाट अभिनय गरेर फिल्म क्षेत्रमा पाइला टेकेका हुन्, जुन फिल्म 2006 सालमा रिलिज भएको थियो। विक्रम सम्वत 2069 सालमा रिलिज भएको लुट चलचित्रबाट एकाएक चर्चा पाएका हुन् दयाहाङ राईले। त्यसपछि उनका हरेक चलचित्रहरू सफल हुन थाले। उनका सफल चलचित्रमा लोफर, भैरे, ओडा नम्बर 6, वीर विक्रम, कबड्डी कबड्डी, मिस्टर झोले आदि पर्छन्। आउनुहोस् दर्शकबिन, अब कुरा गरौँ दयाहाङ राईको पारिश्रमिकको बारेमा। उनी एक चलचित्रमा अभिनय गरे बापत 15 देखि 20 लाखसम्म पारिश्रमिक लिने गर्छन्। नम्बर 5 प्रदीप खड्का। विक्रम सम्वत 2048 फागुन 27 गते ललितपुरमा जन्मिएका प्रदीप खड्का 31 वर्षका छन्। फिल्म स्केपबाट फिल्म क्षेत्रमा पाइला टेकेका प्रदीप खड्काले पहिलो चलचित्रबाट असफलता पाएका थिए। अब फिल्म मेरो हातबाट हुँदैन, म विदेश नै जान्छु भनेर अस्ट्रेलिया जानको लागि तयार भइसकेका थिए। तर बिचमा भूकम्प आइदियो
र उनले सोचेको समयमा विदेश जान पाएनन्। उनले प्रेम गीतको लागि अडिसन पनि दिएका रहेछन्। प्रेम गीत टिमलाई पनि नयाँ अनुहार चाहिँदै थियो र प्रेम गीत टिमले प्रदीप खड्कालाई आफ्नो टिममा ल्याउने सोच राखे र ल्याए पनि। यदि प्रेम गीतमा अडिसन नदिएको भए अहिले प्रदीप खड्का यो स्थानमा हुँदैन थिए। जब प्रेम गीत 1 चलचित्र रिलिज भयो त्यसपछि त कुरै नगरौं, रातारात चर्चामा आए प्रदीप खड्का। उनले त्यही फिल्मबाट बेस्ट कपलको अवार्ड पनि पाएका थिए। त्यसपछि प्रेम गीत 2 आयो, त्यो पनि सफल नै भयो। उनले अभिनय गरेका हरेक चलचित्रहरू सफल नै भएका छन्। प्रेम गीत 2, लिली बिली, रोज, लभ स्टेशन, प्रकाश र प्रेम गीत 3। प्रेम गीत 3 ले त झन्डै 40 करोड कमाएको थियो। यति धेरै सफल चलचित्र दिने प्रदीप खड्काले कति पारिश्रमिक लिन्छन् त एक चलचित्रबाट? दर्शकबिन, प्रदीप खड्काको पारिश्रमिक 25 देखि 30 लाख रहेको छ। नम्बर 4, पल शाह। विक्रम सम्वत 2046 फागुन 10 गते दाङमा जन्मिएका हुन् पल शाह। उनी अहिले 33 वर्षका छन्। सानो हुँदा आर्मी बन्ने सपना बोकेका पल शाह एक दिन टिभीमा आफ्नै छिमेकी दाईको नाम देख्छन्। उनका छिमेकी दाई टिभीमा एडिटरको काम गर्थे। त्यो दिनदेखि पल शाहलाई पनि एडिटर बन्ने इच्छा जाग्यो। घरबाट सपोर्ट नहुँदै उनी काठमाडौँ आएका थिए त्यही एडिटिङ सिक्नको लागि। उनले एडिटिङ सिके पनि साथै टिभीमा काम गर्ने मौका पनि मिल्यो। टिभीमा काम गर्दा स्यालेरी पाउँदैन थिए। बाहिरको म्युजिक भिडियो एडिटिङ गरेर गुजारा चलाउनु पर्थ्यो। त्यस्तो गर्दा गर्दै उनले पनि म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाए। पल शाहको पहिलो म्युजिक भिडियो थियो तिम्रै यादमा रम्छु अचेल। त्यो म्युजिक भिडियोले खासै सफलता पाउन सकेन, तैपनि उनी फ्याट्टफुट्ट म्युजिक भिडियोमा काम गरिराख्थे। म्युजिक भिडियोमा काम गर्दै गर्दा हनी बनी म्युजिक भिडियोले पल शाहलाई रातारात चर्चाको शिखरमा पुगायो। त्यसपछि त उनका एकाएक म्युजिक भिडियो चल्न थाले। कोहुला त्यो भन्ने गीतले त नेपाल भरि नै पल शाहलाई चिनायो। त्यसपछि उनले फिल्ममा काम गर्ने अवसर पाए। पल शाहको पहिलो डेब्यू फिल्म थियो नाइ नभन्नु ल 4। उनको पहिलो फिल्म नै सफल हुन पुग्यो। त्यो फिल्मदेखि आजको दिनसम्म पल शाहका कुनै पनि फिल्म फ्लप भएका छैनन्। म यस्तो गीत गाउँछु, जोनी जेन्टलमेन, शत्रु गते, वीर विक्रम 2, म यस्तो गीत गाउँछु 2 उनका सफल चलचित्र र अहिलेसम्म अभिनय गरेका चलचित्रहरू हुन्। उनले अहिलेसम्म 6 वटा चलचित्रमा अभिनय गरेका छन् र धेरैवटा अवार्ड समेत पाएका छन्। उनले सन् 2014 मा बेस्ट मोडेल अफ द इयरको अवार्ड पाएका थिए। त्यस्तै गरी सन् 2016 मा बेस्ट न्यू एक्टर र 2018 मा पनि बेस्ट एक्टरको अवार्ड पाएका थिए। दर्शकबिन, तपाईलाई अवगत भएकै कुरा हो, पल शाहले 1 वर्ष जति जेल जीवन बिताउनु पर्यो, तर हाल पल शाह जेल मुक्त भइसकेका छन्। दर्शकबिन, अब कुरा गरौँ पल शाहको कमाईको विषयमा। पल शाह एउटा चलचित्रबाट 20 देखि 35 लाखसम्म पारिश्रमिक लिन्छन्। साथै म्युजिक भिडियोबाट पनि 1 लाखको हाराहारीमा पारिश्रमिक लिने गर्छन्। पल शाहको त्यो केसले गर्दा कमाई घटे तापनि अब टन्नै कमाई हुनेवाला छ। नम्बर 3, केदार घिमिरे माग्ने बुढा। मकवानपुरमा जन्मिएका केदार घिमिरे अहिले 47 वर्षका छन्। सानैमा आमा गुमाएका केदार घिमिरेले सानो हुँदा निकै दुःख पाएका थिए। मागेरै हिँड्नु पर्ने अवस्था आएको थियो। केदार घिमिरे सानो हुँदा उनको घर जलेको थियो। घर पुरै जलेर सम्पत्ति खरानी भएको थियो। त्यो समयमा गाउँबाट मागेरै हिँड्नु पर्ने अवस्था आएको थियो। केदार घिमिरेले कलाकारितामा लाग्नुभन्दा पहिले भरियाको काम गर्थे। त्यति मात्रै होइन, घर घरमा रङ लगाउने, फुटपाथमा पसल थाप्नेदेखि लिएर टेम्पो ड्राइभर पनि भए। केही वर्ष केदार घिमिरेले निकै सङ्घर्ष गरेका हुन्। उनले रेडियोमा समेत कार्यक्रम चलाए, तर त्यो कार्यक्रम खासै चलेन। मेरी बासै टेलिश्रृङ्खला गर्नुभन्दा पहिले हिजो आजका कुरा, गीताञ्जली, लोकलहरी, तितो सत्य, जिरे खुर्सानी हुँदै बल्ल मेरी बासैमा आएका हुन्। दर्शकबिन, मेरी बासैदेखि माग्ने बुढाले फर्केर हेर्नु परेन। हल्का रमाइलो र त्यसका बाजे यी 2 डायलोग निकै हिट डायलोग हुन् केदार घिमिरेका। माग्ने बुढा एक हास्य कलाकार मात्रै होइनन्, उनी एक गायक समेत हुन्। प्रजातन्त्र, लोकतन्त्र र मन्त्रीको सालो उनका चलेका गीतहरू हुन्। दर्शकबिन, माग्ने बुढाले मेरी बासै छोडेपछि फिल्मतर्फ लागेका छन्। उनले हालसम्म 1 दर्जन भन्दा बढी फिल्ममा काम गरेका छन्। उनी प्राय जस्तो दीपक राजगिरीकै चलचित्रमा अभिनय गर्छन्। राम कहानी बाहेक उनका सबै चलचित्रहरू दीपक राजगिरीले नै निर्माण गरेका चलचित्रहरू हुन्। दर्शकबिन, केदार घिमिरेले एक चलचित्रबाट 40 देखि 50 लाखसम्म पारिश्रमिक लिन्छन् भनी सुन्नमा आएको छ।
नम्बर 2 अनमोल केसी। दर्शकबिन धेरै पारिश्रमिक लिने कलाकार मध्ये अनमोल केसी दोस्रो स्थानमा छन्। विक्रम सम्वत 2050 चैत्र 17 गते काठमाडौँमा जन्मिएका अनमोल केसी 28 वर्षका छन्। कक्षा 1 देखि कक्षा 10 सम्म होस्टेलमा बसेर अध्ययन गरेका अनमोल केसीले होस्टेल फिल्मबाटै फिल्म क्षेत्रमा डेब्यु गरेका हुन्। तर होस्टेल फिल्म भन्दा पहिले उनले सुपरस्टार र साथी म तिम्रो फिल्ममा अभिनय गरेका थिए। सुपरस्टार फिल्ममा बाल कलाकार थिए र साथी म तिम्रो फिल्ममा अतिथिको रूपमा मात्रै आएका थिए। त्यही भएर उनी होस्टेल फिल्मलाई आफ्नो डेब्यु फिल्म मान्ने गर्छन्। अनमोल केसी भन्छन्, सानोमा हिरो बन्छु भन्दा साथीहरूले मजाक उडाउँथे र अहिले तिनै साथीहरूले तेरो फिल्ममा साइड रोल देन भन्ने गर्छन्। त्यो देख्दा मलाई साह्रै खुसी लाग्छ। दर्शकबिन अनमोल केसीले हालसम्म 9वटा चलचित्रमा अभिनय गरेका छन् र उनका प्राय जस्तो सबै चलचित्रहरू सफल नै भएका छन्। मात्रै हालसालै रिलिज भएको छड्के 2 बाहेक। अनमोल केसीका सफल चलचित्रमा होस्टेल, जेरी, गाजलु, ड्रिम्स, क्रिक, क्याप्टेन आदि पर्छन्। दर्शकबिन अनमोल केसी नेपाली एक्टर मध्ये सबैभन्दा धेरै पारिश्रमिक लिने एक्टर हुन्। उनी एक चलचित्रमा अभिनय गरी बापत 50 लाखसम्म पारिश्रमिक लिन्छन् रे। नम्बर 1 दीपक राजगिरी। विक्रम सम्वत 2025 वैशाख 1 गते जन्मिएका दीपक राजगिरी 55 वर्षका छन्। सानैमा आमा गुमाएका हुन् दीपक राजगिरीले। उनका बाबा बैंकमा जागिरी थिए। बेला बेलामा सरुवा भइरहन्थ्यो। जता जता बाबाको सरुवा भयो त्यही स्कुलमा दीपक राजगिरी पढ्थे। उनी स्कुल कम जान्थे भने फिल्म हेर्न बढी जान्थे। महिनाको 5 दिन स्कुल जान्थे भने 25 दिन फिल्म हेर्थे। दीपक राजगिरी भन्छन्, म बच्चा बेलामा निकै फटाहा थिए। यसरी नै दीपक राजगिरीको बाल्यकाल बित्यो। 51-52 सालतिर रेडियोमा हास्य व्यङ्ग्य कार्यक्रम चलाउँथे। त्यो कार्यक्रममा व्यङ्ग्य बढी भयो भन्दै रेडियोबाटै निकालिदिएको थियो रे। उनी रेडियोमा नो टेन्सन भन्ने कार्यक्रम चलाउँथे र उनले सन् 2003 देखि 2015 सम्म करिब 12 वर्ष तितो सत्य निर्माण गरे। त्यो बेलाको चर्चित सिरियलमा पर्थ्यो तितो सत्य। तितो सत्य गरेपछि उनी फिल्ममा लागे। उनको पहिलो फिल्म 2010 सालमा रिलिज भएको थियो। सुन्दर मेरो नामबाट फिल्म क्षेत्रमा डेब्यु गरेका थिए। त्यसपछि आफ्नै लेखन निर्देशनमा सन् 2014 देखि आफ्नै लगानीमा फिल्म बनाउन थाले। उनले सुन्दर मेरो नाम बाहेक कुनै पनि अर्को फिल्ममा काम गरेका छैनन्। 6 एकान 6, ओडा नम्बर 6, छक्का पञ्जा 1, छक्का पञ्जा 2, शत्रु गते, छक्का पञ्जा 3, छमाया छपक्कै र छक्का पञ्जा 4 यी सबै चलचित्रमा उनले आफैले लगानी र कथा लेखन गरेका हुन्। दर्शकबिन दीपक राजगिरी फिल्म क्षेत्रमा सबैभन्दा सफल कलाकार र सबैभन्दा धेरै पैसा कमाउने कलाकारमा पर्छन्। उनी एउटै फिल्मबाट करोडौंमा पैसा कमाउने गर्छन्। उनका चलचित्र छक्का पञ्जा 1 ले 16 करोड, 2 ले 15 करोड, 3 ले 20 करोड कमाएको थियो। अब हेरौँ छक्का पञ्जा 4 ले कति कमाउँछ। फिल्मबाट नेपालमा सबैभन्दा धेरै पैसा कमाउनेमा दीपक राजगिरी शीर्ष स्थानमा भएकाले उनलाई हामीले आजको हाम्रो लिस्टको नम्बर 1 मा राखेका हौँ। हवस् त दर्शकबिन, तपाईँलाई आजको जानकारी कस्तो लाग्यो? भिडियो बारे कुनै प्रतिक्रिया भए तल कमेन्ट गर्नुहोला भन्दै आजको भिडियोबाट अर्को भिडियोसम्मको लागि म नारद ओझा पनि बिदा हुन्छु। हवस् त नमस्ते, कुनै अर्को भिडियोमा भेटौँला।